सेतो पनि छ, बाङ्गोटिङ्गो पनि छ। कस्तो नराम्रो छ नि त हैन। यो कति धेरै हेभी छ। अनि तर यही सेल बनाएको मान्छे तपाई हो, यही सेल बनाएको मान्छे तपाई हो। अब फाइनली चाहिँ हामीले टक्क चुरा लाउने जस्तो राम्रो काँडेदार अनि भित्र चाहिँ एकदमै फोक्रो खालको सेल बनाए। नमस्कार, स्वागत छ तपाईहरुलाई निलसको भान्सामा। मैले पहिला नम्बरमा लोकल चामललाई 4 चोटी नापेर लिएको छु है। मैले यो भिडियो युट्युबको लागि भनेर स्ट्यान्डर्ड तरिकाले बनाएको चाहिँ हैन, आफूले काम गर्दा गर्दै झट्ट दिमागमा आएपछि रेसिपी शेयर गर्न मन लागिहाल्यो। रेसिपीको मात्रै कुरा छैन, यहाँ कति समस्याहरू सेल बनाउँदा हामीले भोगिरहेका हुन्छौं, ती समस्याहरूको समाधान गर्ने कोसिस पनि गरेको छु। भिडियो हेर्दै गर्नु होला, काम लाग्ने नै भिडियो छ। मैले थप 4 गिलास लङ ग्रेन चामल यसमा मिलाएको छु। लङ ग्रेन चामलले काँडा निकाल्नमा मद्दत गर्छ, लोकल चामलले चाहिँ यसमा लस्सा निकाल्न मद्दत गर्छ। दुई थरीको चामल मैले एउटा भाँडोमा लिए र मिक्स गरिसकेपछि यो चामललाई चाहिँ मैले पखाल्छु। अर्को इन्ट्रेस्टिङ टिप्स चाहिँ के छ भने मैले यसरी चामल पखालेको पानीलाई चाहिँ यतिकै खेर फाल्दिन, यो पानी चाहिँ जम्मा गरेर राख्छु र बोट बिरुवामा हाल्ने गरेको छु। यसले इन्डोर प्लान्टलाई राम्रो बनाउनमा एकदमै मद्दत गर्छ। यो टिप्स पनि हामी गृहिणीलाई एकदमै काम लाग्न सक्छ। मैले बेसिक टु एडभान्स सेल बनाउने तरिका यसमा सिकाएको छु। भिडियो हेर्दै गर्नु होला र दोहोरै दोहोरै हेर्नुभयो भने धेरै मद्दतगार हुनेछ। अब मज्जासँग चामल पखालिसकेपछि मेरो पहिलो काम यसमा ल्वाङ र सुकमेल राख्ने बास्नाको लागि। तपाईहरुलाई कति मन पर्छ आफ्नो रोजाइ र आवश्यकता अनुसार चाहिँ ल्वाङ सुकमेल यसमा राख्न सक्नुहुनेछ। तपाईहरुले छुटाउनै नहुने कुरा भनेको मेथी। मैले यसमा आधा चम्चा मेथी राखेको छु फर्मेन्टेसनको लागि है। यसमा सोडा के पनि हाल्न पर्दैन, यसलाई चाहिँ हामी छोपेर राखिदिन्छौं। 12 hours later. कम्तीमा 12 घण्टा चाहिँ डुबाउनु होला, भिजाएर राख्नु होला। मैले चाहिँ 6 घण्टा पनि भिजाइन। श्राद्धको लागि बनाउनु पर्ने भएको हुनाले श्राद्धको नीति नियम आफ्नै छ, त्यही अनुसार म अगाडि बढेको छु। मैले चाहिँ यो सिनामन स्टिक, यो दालचिनीलाई चाहिँ राख्न बिर्सेको रहेछु। दालचिनीले चाहिँ साह्रै बास्ना ल्याउँछ सेलमा है। अनि मैले चाहिँ पछि नै यसलाई ग्राइन्ड गरेर राखेँ। यतिको भइसकेपछि यसमा मैले चामल राखेर सरर ग्राइन्ड गरेको छु। हामीले यो पिठोलाई ग्राइन्ड गर्दाखेरि चाहिँ एकदमै विचार गर्नुपर्छ। सुरुमै ध्यान पुर्याउने कुरा भनेको चाहिँ फर्स्टमा चाहिँ मैले हेर्नुस् त यस्तो दानेदार गरेर पिने, अनि सेकेन्डली चाहिँ मैले लस्सावाला पिनेको छु है। एक राउन्ड हामीले दानेदार पिनिसकेपछि अब बाँकी जम्मै पिठोलाई चाहिँ लस्सा तरिकाले यसरी लस्सा निकालेर पिन्यो भने एकदमै सजिलो हुन्छ। मैले चाहिँ 8 गिलास चामलको लागि 1 भाँडो चिनी लिएको छु। यसमा तपाईहरुले ब्राउन सुगर पनि लिन सक्नुभयो, रेगुलर चिनी पनि लिन सक्नुहुन्छ, सक्खर पनि प्रयोग गर्न सक्नुहुन्छ। यसरी पिनेर हामीले राख्यो भने एकदमै सजिलो हुन्छ। मैले चाहिँ यो भिडियो जाडो महिनामा बनाएको हुनाले जाडो महिनामा चाहिँ फर्मेन्टेसन हुनको लागि एकदमै टाइम लाग्छ। यसरी पिनेर राख्यो भने सजिलो हुन्छ। अनि मैले घिउ पनि 1 ग्राइन्डर यसैको मेजर गरेर घिउलाई पनि मैले ग्राइन्ड गर्दैछु। घिउ पनि ग्राइन्ड भयो भने यसमा घुलमिल हुन चाहिँ सजिलो हुन्छ। मैले अघि पनि भने मैले जाडो महिनामा यो भिडियो तयार गरेको हुनाले मैले चिनी र घिउलाई ग्राइन्ड गर्नु परेको हो। यो यतिको ग्राइन्ड गरिसकेपछि मैले यसमा राख्छु र अब पालो भएको छ एकछिन मज्जासँग यसलाई चलाउने है। मज्जासँग यसलाई चलाएर गिर्खागार्खी यसको अनि घिउलाई, चिनीलाई र मैले राखेका मरमसलाहरूलाई र हामीले मेथी हालेको छौँ नि फर्मेन्टेसनको लागि, यसरी हामीले मजासँग एकछिन चलाइदियो भने फर्मेन्टेसनमा पनि मेथीको ठुलो भूमिका हुन्छ। र यसरी चलाउँदा फर्मेन्टेसनको जुन हाम्रो प्रक्रिया छ त्यो प्रक्रियालाई साह्रै मद्दत गर्छ। यति गरिसकेपछि चाहिँ अब हामीले गर्ने भनेको छोपेर राखिदिने नै हो। तपाईहरुसँग समय छ भने 24 घण्टा चामल भिजाउनुस् अनि यतिको पिठो तयार गरिसकेपछि 24 घण्टा नै यो पिठोलाई ढाडिनको लागि छोडिदिनुस्। तर मिनिमम 12 hours later.
12 घण्टा भने तपाईहरुले छोपेर राख्नुपर्छ। तर आजको मेरो केसमा मैले 6 घण्टा मात्रै चामल भिजाएँ र लगभग 3-4 घण्टा मात्रै यो ब्याटरलाई भिजाएको छु। जाडो महिनाको समय भएको हुनाले यो ब्याटर चाहिँ राम्रोसँग भिजेको छैन, मलाई थाहा छ। तपाईहरुलाई पनि यस्तो खालको समस्या आयो भने पनि यो भिडियो एकदमै मद्दतगार हुन्छ। अब हामीले सेललाई हाई फ्लेममा नै गर्छौं। सेलको तेल चाहिँ तात्तिउन्जेलसम्म यो ब्याटरलाई चाहिँ मैले मजासँग चलाउँछु। मलाई जतिसम्म जानकारी छ, मेरो अनुभवले जे भन्छ, यो ब्याटर चाहिँ अझै तयार भएको छैन। विन्टरमा भएको भएर फर्मेन्टेसनको प्रक्रिया जे हुन्छ त्यो चाहिँ अलिकति ढिलो हुन्छ। त्यसैले मैले यसलाई मजासँग चलाउँछु। आफ्नो जन्मेदेखिको बल लाएर यो पिठोलाई चाहिँ फाउँछु। हामीले चाहिँ फाउने भन्छौँ। तपाईहरुले के भन्नुहुन्छ? यो ब्याटरलाई चाहिँ मजासँग चलाउँछु। नबिलेको चिनी छ भने पनि बिल्छ, घिउ राम्रोसँग ब्याटरमा लागेको छैन जताततै भने पनि लाग्छ। सकेसम्म यदि हतारमा गर्नु परेको छ भने चाहिँ यो ब्याटरलाई मजासँग तपाईहरुले चलाउनु होला। यसले तपाईहरुको सेललाई राम्रो बनाउनुमा एकदमै मद्दत गर्छ। मैले यसलाई मजासँग चलाएँ, धेरै बेर चलाएँ। हाम्रो तेल चाहिँ जबसम्म धुवा छोड्न थाल्दैन तबसम्म मैले चलाइरहेको छु। चाहिँ अब सेलको तयारी गरिरहेको छ। नम खाइ त त्यो कोकको टाउको भेटे नि मैले। कता रहेछ? त्यहाँ माथि राखेको छ। हातले पोलिन्छ कि मेरो चाहिँ जम्मै यहाँ सबै यो पोलेको। मलाई त हातले गर्नु त डर लाग्छ। एकचोटि जब मेरो यो हातै पुरै उसमै यत्रो फोको थियो। हातले चाहिँ आजकल मलाई डर लाग्छ, त्यही भएर हात चाहिँ म युज गर्दिनँ। यो चाहिँ सेलको दाउन तयार गर्दैछु। दाउन भने के हो? सेलको ब्याटर। ए सबैभन्दा राम्रोसँग पिठो भिज्नुपर्छ। यदि तपाईको पिठो भिजेको छैन जस्तो तपाईलाई लाग्छ भने तपाईले चाहिँ मजासँग ब्याटरलाई चलाउनु होला। जति सक्या चलाउनु होला, समय लिएर चलाउनु होला। जति हाम्रो पिठो भिज्छ नि त्यति राम्रो फोप्रो काँडेदार सेल बन्छ है। बीचमा तपाईहरुलाई फोप्रो चाहिन्छ भने ब्याटर चाहिँ राम्रोसँग भिजेको हुनुपर्छ। तपाईलाई हातले घुमाउन कम्फर्टेबल हुँदैन, डर लाग्छ तातो तेलमा भने यस्तै जुगाड तपाईहरुले गर्न सक्नुहुन्छ। तपाईहरुलाई कत्रो साइजको सेल चाहिन्छ त्यही साइज अनुसारको भाँडा तपाईहरुले लिनुभयो भने एकदमै सजिलो हुन्छ। तेल तातिसकेछ, पहिलो सेल हामी बनाउन जाँदै छौं। हाम्रा सेलहरु सुरुमा यस्ता हुन्छन्। तपाईले बनाउँदाखेरि पनि यदि सेल भाँचिन्छ, भत्किन्छ, अनि सेल राम्रो बन्दैन, पातलो बन्छ, टाँसिन्छ भने यो भिडियो तपाईहरुकै लागि हो। मैले बनाएको पहिलो सेल तपाईहरुको जस्तै बनेको छ। पातलो बनेको छ, मोटो काँडेदार बनेको छैन। तेलको हामीले मजासँग मात्रा मिलाएका छौं र राम्रोसँग तताएको हुनाले काँडेदार चाहिँ बन्यो, तर सेप र साइजमा चाहिँ हामीले खोजेको जस्तो बनिसकेको छैन। यो हाम्रो पहिलो सेल थियो र हामी बिस्तारै बिस्तारै अन्य सेलहरु पनि बनाउँदै जान्छौं र म तपाईहरुलाई देखाउँदै जान्छु। सेल बनाउँदा हामीले दुईटा जुन लट्ठी हुन्छ नि, यो लट्ठीको प्रयोग गर्छौं। दुईटा लट्ठीले चाहिँ तपाईको सेललाई साइज दिने काम गर्छ, एकातिर बाङ्गिदैन है। म अर्को पनि सेल बनाउन जाँदै छु। यस्तो खालको समस्या हामीले सेल बनाउँदा धेरै चोटि भोग्छौं। ती समस्याहरुको बारेमा यो भिडियोमा कुरा गरिएको छ। यसरी मैले सेलको पिठो त्यहाँ हाले, तर आत्मविश्वास त आइसकेको छैन। बल्ल दोस्रो चोटि बनाइदै छ। यो समस्या कमन हो, नातिनु होला। हामी राम्रो सेल बनाउन सिक्दै छौं। यो दुईटा लट्ठीको काम चाहिँ यसरी चलाउने। अब जेरी जस्तो बिचमा खुम्च्यो। हामीले बनाउन खोजेको सेल त यस्तो होइन। आगोको फ्लेमलाई चाहिँ चेक गर्दै गर्नु होला र तपाईहरुसँग भट्टी चुलो छ अथवा हाई फ्लेम छ अथवा इन्डक्सन छ भने पनि एकदमै राम्रो है। अब हाम्रो सेल त बन्यो। हेर्नुस् है, अघि मसिनो बनेको थियो, अहिले अलि मोटो बन्यो, तर बीचमा खुम्च्यो र काँडा पनि त्यति बिधि निक्लेको छैन। सेप चाहिँ मिल्यो, तर हामीले खोजेको जस्तो सेल त अझै पनि बनेन। अब हामी अर्को ट्राई गर्छौं है।
तेललाई चाहिँ मैले अझै मजाले तातिनको लागि छोडिदिएको छु। पहिला बनेको दुईटा सेलको स्थिति हेर्नुहोस्, पहिलोभन्दा दोस्रो अझै राम्रो बनाएको छ। यो दुईटा सेल चाहिँ भगवान्जीलाई चढाइदिन्छौँ है। अनि अब चाहिँ अझै एकछिन तेल तताउन मैले छोडिदिन्छु र तेस्रो सेल ट्राई गर्न म जाँदैछु। आज भिडियोको अन्तिमसम्म हामी राम्रो सेल बनाउन सिकेरै जाने है त। ल हेर्नुहोस् त, अघि भन्दा अहिले मोटो पनि बनेको छ, बिचमा छुट्टिएको पनि छ। अघिको सेल चाहिँ अलिकति बाक्लो बनेको थियो, कस्तो मजाले उस्केको छ है। मेथी हाल्नुको फाइदा यही हो, धेरैजनालाई तितो लाग्छ जस्तो लाग्दो रहेछ, तितो लाग्दैन। मेथीको काम भनेको फर्मेन्टेसनको लागि हो। फर्मेन्टेसनमा मेथीको प्रयोग गरियो भने हामीले सोडा हाल्नु पर्दैन, स्वास्थ्यको लागि पनि एकदमै राम्रो हुन्छ। र पिता पुर्खाले जसरी बनाउनुहुन्थ्यो सेल, मैले त्यस्तै खालको रेसिपी सेयर गरेको छु। यो छुट्यो, तर हामीले खोजेको जस्तो काँडेदार चाहिँ यो बनेको छैन। सेल चाहिँ राम्रो बनेको छ, हामीले खोजेको जस्तै बनेको छ, तर अझै पर्फेक्ट चाहिँ बनेको छैन है। तपाईँहरू नआत्तिनु होला, एकचोटि फर्काउने मात्रै हो, 2-3 चोटि सेललाई उल्टाइ पल्टाइ नगर्नु होला। राम्रोसँग पिठो भिजेको भए यो सेल मजाले बन्थ्यो, तर पिठो भिजेको छैन। यस्तो कन्डिसनमा चाहिँ तपाईँहरूले याद गर्नुपर्ने कुराहरू म यो भिडियोमा सिकाइरहेको छु। अब हामी चौथो सेल बनाउन जाँदैछौँ। ल हेर्नुहोस्, अब यो फैलियो यताउता, हामीसँग लट्ठी छ। लट्ठीको काम भनेको यसरी सेललाई मिलाउनु हो। हामीलाई गोलो सेल बनाउनु थियो, तर चारपाटे सेल बन्यो। तर ठिकै छ, पहिलोभन्दा दोस्रो राम्रो, दोस्रोभन्दा तेस्रो, तेस्रोभन्दा चौथो। हामी बेसिकबाट सिक्दैछौँ, त्यसैले मैले पनि तपाईँहरूलाई सिकाउनलाई सेल बिगारिरहेको छु। केही छैन, बच्चाहरूले खाइ पनि हाल्छन्। हामीले यो भिडियोबाट पर्फेक्ट सेल बनाउन सिकेर गयौँ भने हामीमा आत्मविश्वास पनि आउँछ। यो आत्मविश्वासको कमी भएरै हो है। मैले सरर हाल्दाखेरि एकदमै आत्मविश्वासी तरिकाले हालेको भए यो सेल यस्तो बन्दैन थियो। हामीले पहिलोपटक कुनै पनि नयाँ काम गर्दा यस्तो समस्या आइ नै हाल्छ। मैले धेरै पटक सेल बनाउँछु र सेलमा मलाई एकदमै आत्मविश्वास भएको हुनाले यो भिडियो तपाईँहरूको लागि तयार गरेको हो मैले। अब सेल त राम्रै बनेको छ, तर काँडा उम्रेको छैन। यस्तो बनेको सेललाई हामी फेरि राख्छौँ र अब हामीले गर्ने काम भनेको चाहिँ सेललाई काँडेदार बनाउनको लागि आगोको फ्लेममा काम गर्नुपर्ने हुन्छ। हेर्नुहोस् है, आगोको फ्लेममा हामीले काम गर्नको लागि चाहिँ एकछिन मैले यत्तिकै छोडिदिएको छु। फ्लेम बढाउने मसँग अप्सन थिएन, त्यसैले यत्तिकै छोडेँ र अर्को मैले ट्राई गरेँ। तेल धेरै तातो भएको हुनाले आत्मविश्वास पनि मेरो घुमिनै हाल्यो। तपाईँहरूलाई जस्तो हुन्छ त्यस्तै तरिकाले मैले यो भिडियो बनाइरहेकी छु। हेर्नुहोस् त, जम्मै एकातिर गएर थुप्रियो, अनि तेलको नजिक जान पर्ने डर लाग्यो, अनि त्यहाँनिर चाहिँ कत्रो ठुलो गाँठो परेको छ। तर पनि यो लट्ठीको काम चाहिँ यही हो, यस्ता सानातिना त्रुटिहरू हुँदै गर्छन् र 2-4 चोटि सेल बनाइसकेपछि चाहिँ तपाईँलाई राम्रो चिटिक्क खतरा सेल बनाउन कसैले पनि रोक्नेवाला छैन। तलबाट ब्राउन हुँदै आइरहेको छ, यो कुरालाई ध्यान दिनुपर्छ है। तर यो सेलमा अझै पनि काँडा निक्लेको भने छैन। हामीलाई चाहिँ काँडेदार सेल बनाउनु छ, अझै पनि यो सेललाई आगो चाहिँ पुगेको छैन है। अब चाहिँ हामीले यो सेल निकालिसकेपछि फेरि एक राउन्ड चाहिँ आगोको फ्लेमलाई हाई गर्छौँ, अथवा आगोको फ्लेम हाई गर्ने हामीसँग अप्सन छैन भने एकछिनसम्म सेल बनाउँदैनौँ, तेललाई ताती राख्न दिन्छौँ। यो कुराको चाहिँ एकदमै याद गर्नुपर्छ। अझै पनि हामीले तेलको फ्लेमलाई हाई गऱ्यौँ, तेल अझै ततायौँ, तर तेल धेरै तातो भएर हामी के गर्यौँ त डरायौँ। अझै राम्रो होला भनेको त ला बिगारी पो हाल्यौँ। कन्फिडेन्ट चाहिँ गइरहेछ है, ला म सक्दिनँ होला सेल बनाउन होस् भन्ने जस्तो त भइरहेको छैन। यो स्टेजमा आइपुग्दा सबैलाई हुन्छ, नआत्तिनु होला, नआत्तिनु होला, बनाउनुहोस्। बनिसकेको सेल हेरेर आफै मक्ख पर्ने बेला आउँछ। हामीले खोजेको जस्तो त यो सेल पनि भएन, मेरो त पिठै सिद्धिन लागिसक्यो भन्ने हुन्छ। यस्ता गिर्खा गार्की जब तेलमा झर्न थाल्छन्, ती गिर्खा गार्कीलाई चाहिँ हटाइहाल्नुपर्छ है। ती गिर्खा गार्कीहरूलाई तेलमा बस्नै दिनु हुँदैन। देख्ने बेला राम्रो भएन, हामीले खोजेको जस्तो भएन, तर सेल चाहिँ
पाकेकै छ है। अझै हामीले खोजेको जस्तो त भएकै छैन। अझै पनि हामी हिम्मत चाहिँ हार्दैनौँ, हामी अगाडि बढिरहन्छौँ। काँडा उम्रेन, काँडेदार सेल बनाउन खोजेको काँडै उम्रेन। हामीले फ्लेम चेन्ज गर्ने बेला भयो। अब यदि फ्लेम चेन्ज गर्ने अप्सन हामीसँग छैन भने एकछिन फेरि तेललाई अझै तातियोस् भनेर हामीले चाहिँ छोडिदिन्छौँ के। हामीसँग फ्लेम हाई गर्ने अप्सन छैन भने तेललाई अझै कडा तरिकाले तताउँछौँ है त। अब यो स्टेजमा चाहिँ हामीले के गर्यौँ भन्दाखेरि राम्रोसँग झर्र काँडा उम्रेको छैन, कन्फिडेन्ट पनि हाम्रो डेभलप भइसकेको छैन है। अब हामीले यो स्टेजमा के गर्छौँ त आगोको फ्लेमलाई पहिला बढाइदिन्छौँ के। आगोको फ्लेम बढाउन सक्ने कन्डिसन छैन, चुलो सानै छ भने अब हामीले के गर्छौँ त यो तेललाई एकछिन यत्तिकै छोडिदिन्छौँ, अझै धेरै तातियोस् है। यो तेललाई चाहिँ अझै धेरै तात्यो। यो सेलको चाहिँ अल अबाउट हिटको गेम हो क्या, यो सबै तापक्रमको गेम हो। सेललाई चाहिँ हाई फ्लेम नै चाहिन्छ। त्यही भएर हामी फ्लेम बढाउन सक्दैनौँ। हामीसँग फ्लेम बढाउने अपर्च्युनिटी छैन भने चाहिँ हामी यो अवस्थामा चाहिँ यसलाई अझै तात्तिनको लागि छोडिदिन्छौँ। यो आगोको फ्लेमलाई फुल गरेर यसलाई अझै मजाले तात्तियोस् भनेर छोडिदिन्छौँ है। यो चाहिँ एकदमै सेलमा चाहिँ झररै काँडा निकाल्नको लागि हामीले यो सबै चिज गरिरहेका छौँ। आगोको चाहिँ एकदम ख्याल गर्नुपर्छ। यो आगो तात्तिउन्जेल हाम्रो काम भनेको चाहिँ यो हाम्रो जुन ब्याटर छ यो ब्याटरलाई चाहिँ यसरी चलाउँदै हामी बस्छौँ है। अब आगोको फ्लेम हाई गर्न नपाए पनि हामीले तेल चाहिँ धुवा आउन्जेलसम्म ततायौँ है। एकचोटि फेरि हामी सेलको ब्याटरलाई हालेर अब चाहिँ काँडा उम्रे नउम्रेको हेर्न जाँदैछौँ। सेल त हामी राम्रो बनाएरै छोड्छौँ, त्यतिन्जेलसम्म भिडियो हेर्नुको मात्रै देरी हो। अब यत्तिको भएको छ है। यो लट्ठीको काम चाहिँ यो सेललाई मिलाउने। अब हामीले मेन ख्याल गर्नुपर्ने आगोको फ्लेम हाई भयो भने चाहिँ मुनिबाट ब्राउन देखिँदै जान्छ कि। हेर्नुहोस् त अघि हामीले बनाएको सेल र यो सेलमा फरक तपाईँहरूले अवश्य पनि देखिहाल्नु भएको छ। अघिको भन्दा यो सेलमा चाहिँ काँडा मजाले निक्लेको छ, तर त्यति मजाले चित्तबुद्धो तरिकाले हामीले बनाएको सेल चाहिँ भइसकेको छैन है। काँडा चाहिँ पहिलाभन्दा निक्लेको छ, तर हामी अझै राम्रो सेल बनाउन सक्छौँ। हामी कोसिस गर्छौँ। यतिको सेल बनाउन हामीले सक्यौँ भने पनि एकदमै राम्रो भइहाल्यो, तर हामी अझै पनि सेललाई राम्रो बनाउन कोसिस गर्छौँ। चिया साइडमा पाकिराखेको छ। आज हाम्रो श्राद्धको दिन हो। मैले आफूले सेल बनाएको भएर यो भिडियो खिचिहालेको हो। म जस्तै ती गृहिणीहरूको लागि जो चाहिँ आफ्नो काम आफै गर्न मन पराउँछन् र आफूले आफ्नो परिवारको लागि खाना बनाउन मन पराउँछन्, ती दिदीबहिनीहरूको लागि मैले यो भिडियो तयार गरेको छु। त्यसैले ब्याकग्राउन्डमा आएको नोइज र युट्युबको एकदमै पर्फेक्ट जस्तो देखिने भिडियो नदेखिए तापनि यो भिडियोले तपाईँहरूलाई पक्कै पनि मद्दत गर्नेछ भन्ने मैले आशा लिएको छु। दोस्रो पटक पनि ब्याटर यसमा मैले राखिसकेँ र हाम्रो अझै राम्रो सेल बनाउने अभियान जारी नै छ है। हामीले चाहिँ मजासँग यो दुईटा लट्ठीको सहायताले यो तेललाई चाहिँ हल्लाउने काम गर्छौँ। जब हाम्रो सेल चाहिँ हामीले त्यहाँ बनाउनको लागि छोडिदिइसकेका छौँ। यो पनि मुनिबाट मजासँग खैरो देखिन थालेको छ। अनि यो गिर्खाहरू पनि यसमा तेलमा चाहिँ तैरिन थालेका छन्। यी गिर्खाहरूलाई चाहिँ त्यति नै बेला यसरी ट्याक्कै पारेर हटाइदिनुपर्छ। अब चाहिँ यो सेल फर्काउने बेला भयो। अहिलेको भन्दा यो सेल धेरै राम्रो भएको छ। भित्र चाहिँ एकदमै फोप्रो भएको छ, मोटो खालको भएको छ, अनि यसमा चाहिँ काँडा उम्रेको छ। हाम्रो कन्फिडेन्टले अब चाहिँ यहाँ के गर्यो त भन्दाखेरि अघि भन्दा गोलो सेल पनि बनिसकेको छ, अनि कालो काँडेदार पनि बन्दैछ। यो सबै गेम मैले अघि पनि भने आगोको फ्लेमको गेम हो। यसमा चाहिँ घिउ र चिनीको विशेष मात्रा मिलाइसकेपछि चाहिँ यो फुट्दैन। अब कतिजनाको फुट्ने सम्भावना हुन्छ, त्यस्तो बनाउँदा प्याट्टै फुट्यो भने चाहिँ त्यसमा घिउ धेरै भएको हुन्छ है। त्यसलाई चाहिँ तपाईँहरूले अरू दाउन पनि पछि मिलाएर गर्न पनि सक्नुहुन्छ। यसमा चाहिँ घिउ ठिक्क छ है। यस्तो फोप्रो पनि हाम्रो भयो है। अब चाहिँ काँडेदार बन्न पनि थालेको छ, गोलो पनि भयो। हामीले के गर्यौँ त कन्फिडेन्ट गेन हामीले गर्दैछौँ है।
हामीले लास्टमा अहिले भर्खर बनायौँ हो। योभन्दा पहिलाको सेल हामीले यो बनायौँ हो। अनि योभन्दा पहिलाको सेलहरू यदि तपाईँहरूले हेर्नुहुन्छ भने ल हेर्नुहोस्, यो सेतो पनि छ, बाङ्गोटिङ्गो पनि छ, कस्तो नराम्रो छ नि त होइन। यो कति धेरै हेभी छ। अनि तर यही सेल बनाएको मान्छे तपाईँ हो, यही सेल बनाएको मान्छे तपाईँ हो। तर तपाईँले यस्तो सेल बनाउनु भयो भनेपछि अब तपाईँ सेलमा वरपर आइसक्नु भएको छ। अब चाहिँ हामी अझै अगाडि बढौँ है त। अब फेरि हामी अर्को ट्राई गर्न जाँदैछौँ। इफ यो भाँडो तपाईँहरूलाई सानो लाग्यो, तपाईँहरूलाई अझै मोटो मोटो सेल बनाउनु छ भने तपाईँहरूले ठुलो जम्बो कोकको भाँडो पनि युज गर्न सक्नुहुन्छ, अथवा अहिले त सेल मेकर जति पनि पाइहाल्छ त्यो युज गर्दा पनि हुन्छ है। मेन याद गर्नुपर्ने चाहिँ आगोको फ्लेम रहेछ। अनि हामीले बनाएको जुन ब्याटर छ त्यो ब्याटरमा घिउ र चिनीको मात्रा मिल्नु र यो चामल भिज्नुको मात्रै क्याल्कुलेसन हो। एकचोटि यो भिडियो हेर्नुहोस्, बार बार यसलाई रिपिट गरेर हेर्नुहोस्, तपाईँहरूले पक्कै पनि भिडियोको अन्तिमसम्म पर्फेक्ट सेल बनाउन सिकिहाल्नुहुनेछ। कन्फिडेन्ट, ओके? कन्फिडेन्ट, बी कन्फिडेन्ट। अनि यसरी सेल छुट्टिन्छ है। यो सेल छुट्यो भने हाम्रो यो दुईटा हामीले जुन सिन्का यहाँ समातेको छौँ दुईटा, यो चाहिँ हामीले हाम्रो सेललाई मेकओभर गर्नको लागि यताउता गयो, पल्ट्यो, भाग्यो भने चाहिँ यसलाई जोड्नको लागि प्रयोग गर्छौँ। र यो दुईटा लिनुको कारण चाहिँ यो गोलो सेप पनि यसरी बसिराखोस् भनेर पनि हामी यो दुईटा प्रयोग गर्छौँ है। एउटा मात्रै गर्दाखेरि के हुन्छ त, सेल यस्तो हुन्छ क्या। अनि दुईटा युज गऱ्यौँ भने यो गोलो जस्ताको तस्तै सेल बस्नमा यो दुईटा कप्याराले मद्दत गर्छ। अब हामीले यसलाई यसरी पल्टाउन पाइयो। ल हेर्नुहोस् त, यो दोस्रो सेल हामीले कन्फिडेन्टली बनायौँ नि होइन। यो कन्फिडेन्टली बनाएको दोस्रो सेल हो जसमा हामीले आगोको पनि विचार गऱ्यौँ र एकछिन धैर्य भएर अनि आत्मविश्वासलाई समेटेर यसलाई चाहिँ हामीले बनायौँ। अब हाम्रो यो दोस्रो सेल एकदमै राम्रो बनिसकेको छ है। अब यसरी नै हामी फटाफट बनाउन थाल्छौँ। सेल बनाउन त साह्रै सजिलो रहेछ, अलिकति तरिकाको मात्रै फरक रहेछ। ल हेर्नुहोस् त, अघि बाङ्गो टेढो सेल बनाउने पनि हामी नै थियौँ र अहिले यो काँडेदार गोलो सेल बनाउने पनि हामी नै छौँ। ल है त अर्को पनि बनाऊ। अब यो दुईटा हामीले राम्रो बनाइसक्यौँ है। अब चाहिँ थर्ड बनाउन जाँदैछौँ। मेजर गऱ्यौँ, अब हामीलाई थाहा भइसक्यो कि हामीले कति लिनुपर्छ यो ब्याटर है। अब यो दुईटा राम्रो हामीले बनाइसक्यौँ, हामी थर्ड राम्रो बनाउन जाँदैछौँ। कन्फिडेन्टली हामी टक्क पारेर आफ्नो हातलाई नहल्लाइकन अगाडि बढ्छौँ है त। यो चाहिँ मैले युट्युबको भिडियोको लागि बनाएको भिडियो चाहिँ होइन, तर आफूले बनाएको बेला अरूलाई पनि सहयोग हुन्छ भनेर म चाहिँ अगाडि बढिहालेँ। ल हेर्नुहोस् त, अब त हामीले सेल त राम्रो बनाइहाल्यौँ नि होइन। यतिको सेल बनाउन जान्यौँ भने हामीले बनाएर बेला बेलामा खान पनि सक्छौँ अनि यसरी ओकेजन परेको बेला बनाउन पनि सक्छौँ। ल अब यो सेल पनि बन्यो गोलो गोलो। वन टू थ्री। अब हामी चौथो सेल बनाउन जाँदैछौँ। अब म नजिकबाट पनि देखाउँछु है। मैले ब्याटर लिँदाखेरि यो सानो डाडुको एक डाडु र आधा डाडु यसरी लिएको छु है। मेजरमेन्ट चाहिँ यसरी गरेको छु, जसले गर्दा मोटो मोटो गोलो त्यति सेल बनेको छ। यसमा ब्याटर कम भयो भने पातलो सेल बन्दो रहेछ, हामीले सुरुमा हेऱ्यौँ। अनि ब्याटर धेरै भयो भने चाहिँ के हुँदो रहेछ त, यता यता आएर खुम्चिँदो रहेछ। कन्फिडेन्टली एक ठाउँमा हामी बिस्तारै यहाँ छोड्छौँ अनि बिस्तारै यसरी लान्छौँ है।
यसमा हामीले यसरी ट्याक्क छोड्यौँ। त्यहाँ बसिसक्यो भन्ने थाहा भइसकेपछि बिस्तारै हामीले घुमाएँ र त्यसलाई चाहिँ जोड्नलाई कोसिस गऱ्यौँ। अब चाहिँ मैले अघि तपाईँहरूलाई जुन कुरा भनेको थिएँ अब यहाँ चाहिँ इम्प्लिमेन्ट भयो। मेरो पिठो के भयो त, ब्याटर मैले मजासँग चलाउन थालेँ। पिठो ढाडिन थालिसकेपछि घिउ चाहिँ मजाले मेल्ट भयो है ब्याटरमा र यसरी सेल फैलिन थाल्यो। यसको काम भनेको यसरी फैलेको सेललाई समेटिदिने हो। त्यही भएर हामीले दुईटा यसरी लिइराखेका छौँ है। तपाईहरुको सेल चाहिँ धेरै नै फैलियो, यहाँबाट फुट्यो पटपटी भने यसमा चाहिँ घिउको मात्रा बढी भएको हुन्छ। त्यसलाई पनि हामीले मेन्टेन गर्न चाहिँ सक्छौँ है बीचमा। त्यो पनि म अरूको सेलको भिडियोमा चाहिँ कसरी मेन्टेन गर्ने भनेर पनि सिकाउँछु। आज चाहिँ ठ्याक्क मैले आफूले काम गरिरहेको बेलामा सजिलो होस् भनेर मैले भिडियो बनाइहालेँ। अब हामी यो चौथो सेल पनि बनायौँ, एकदमै राम्रो सेल बनाएको छौँ है। अब बाँकी सेलहरू चाहिँ म फटाफट हाल्छु र तपाईहरुलाई भेट्छु अन्तिममा है त। अन्तिममा आउँछु, भिडियोको अन्तिममा। मैले यो पुरै गर्न थालेँ भने मलाई टाइम लाग्छ। मेरो पुरी पनि पकाउनु छ, अचारहरू बनाउनु छ, सबै तयारी म आफैले गर्ने भएको हुनाले टाइम अलिकति मलाई लाग्छ। त्यसैले अब मैले भिडियोको अन्तिममा तपाईहरुसँग भेट्छु है त। ल हेर्नुस् त, बनिसक्यो। मैले चाहिँ यतिन्जेल पुरी पनि पकाएँ, सेल पनि पकाउँदै थिएँ। अब लास्ट 1-2 वटा चाहिँ म तपाईहरुलाई देखाउँदैछु। यो यसरी छुट्यो भने झन् सजिलो हुन्छ क्या हामीलाई यसरी जोड्न। अनि यहाँ सेलहरुमा यत्रो गिर्खा बसेको हुन्छ नि कुनै कुनै, अनि त्यसो पनि बस्दैन है, बराबरीको ब्यालेन्स हुन्छ। यसलाई यसरी हामी तर्साइदिन्छौँ। त्यही भएर नै हामीले दुईटा यो प्रयोग गर्छौँ। मैले पहिला पनि भनिसकेको छु। ल हेर्नुस् त, मुनिदेखि नै हेर्दै जानुस् त, यस्तो राम्रोसँग यसले काँडा छोडिसके है। अब चाहिँ हामीले यसलाई एक राउन्ड यसरी पल्टाइदियौँ। हामीले खोजेको सेल यस्तै हो। हाम्रो सेल चाहिँ तयार भइसक्यो। यसरी तपाईहरुले गर्न सक्नुहुनेछ। कोसिस गर्नु होला। कस्तो सेल बन्यो यो भिडियो हेरिसकेर आफूले सेल बनाउनु भयो भने चाहिँ मलाई कमेन्ट गर्न सक्नुहुन्छ है त। हामीले काँडेदार टक्क गोलो सेल बनाउने आजको सिकाइ चाहिँ पुरा गरिसकेका छौँ। ल हेर्नुस् त, एकदमै पर्फेक्ट सेल बन्यो है। अब यसलाई राख्दाखेरि चाहिँ एकदम आनन्दले हामीले आत्मविश्वास जुटाइसकेका छौँ। यत्रो बेर हामीले सेल पकायौँ। तेल एकदमै तातो छ, एकदमै। अनि सेललाई चाहिँ सदाबहार बनाउने हो भने बिच बिचमा तेल चाहिँ थपिराख्नुपर्छ। तेल सिद्धिँदै गयो भने सेल सुक्दै जान्छ। यो कुरालाई पनि याद गर्नुपर्छ। मैले यत्रो धेरै सेल पकाइसकेर फेरि एक राउन्ड तेल थपेको छु 4-5 वटा सेलको लागि है। बिस्तारै यसलाई चाहिँ हामी के गर्छौँ त, यसरी जोडिहाल्छौँ है। यसलाई चाहिँ यसरी जोडिहाल्छौँ र ऐको जस्तै छुट्टिन्छ। जय गणेश बाबु। हाम्रो घरमा चाहिँ धेरै हल्ला छ ब्याकग्राउन्डमा। पाहुनाहरू हुनुहुन्छ, तिथिको श्राद्ध भइरहेछ। श्राद्धमा बनाएको सेल जाडो महिनामा एकदमै छिटो तरिकाले बनाएको थिएँ। दिमागमा ट्याक्कै आइहाल्यो सेलको, यदि मैले यो भिडियो सेयर गरेँ भने धेरैजनालाई मद्दत हुनसक्छ भनेर मैले बनाइ पनि हालेँ। आगोको आँचलाई जहिले पनि हाई गर्नुहोला। चामल मजाले भिज्न दिनुहोला। ग्राइन्ड गरेर पिठो तयार गरिसकेपछिको ब्याटरलाई भिज्न पनि मजाले दिनुहोला। जाडो महिना छ भने 24 दुना 48 घन्टा चाहिँ तपाईहरुले भिजाइदिनु होला। चामल 24 घन्टा अनि ब्याटर 24 घन्टा। गर्मी महिनामा छ भने 12-12 घन्टाको हिसाबले गर्दा पनि हुन्छ। र सेलका अन्य श्रृङ्खलाहरूमा पनि निलसको भान्सा अवश्य आउनेछ। यस्तै यस्तै रेसिपीहरू चाहिन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला है त। फाइनल्ली हामीले यस्तो सेल बनाउन सिक्यौँ है। र यो चाहिँ हामीले सुरु गर्दाखेरि बनाएको सेल हो। यो चाहिँ हामीले सुरु गर्दाखेरि सपक्क परेको सुतेको, काँडा नउम्रेको, बाङ्गो टिङ्गो, हेर्दाखेरि पनि दिक्क लाग्ने सेल सुरुमा बनाएका थियौँ भने अब फाइनली चाहिँ हामीले
टक्क चुरा लाउने जस्तो राम्रो काँडेदार अनि भित्र चाहिँ एकदमै फोक्रो खालको सेल बनायौँ।